अलिकति थकित हराएको भावनाले फेरि खोज्यो नजिक दूरबाट सुनिन्छ बिना स्वरका आवाज जसरी सम्झनाले मनमा छोड्छ चस्मना जतो धुनले बगाउँछ नबोलेका सब कुरा मन्द हावामा तिम्रो छायाले गर्छन् र Hi everyone, namaste and welcome back to my channel. म कति पछि भ्लग गराएको किनभने मेरो चाहिँ अगाडिको फ्रन्ट क्यामेरा बिग्रेको थियो नि त, त्यही भएर अनि आज चाहिँ हामीले फिल्म हेर्न आएको म मारिसा अनि माया दिदी भएर अनि त्यही भएर म चाहिँ सडनली भ्लग गर्न खिचेँ अनि म चाहिँ यहाँनिर केएफएक्स पाएको छु नि अगाडि आएर बसेको दिदीहरूलाई कुर्दै गाइड यार जुम्री मेरो हतारको नेल पोलिस गाइस अहिले चाहिँ हामीहरू फिल्म हेरेर आइसक्यौँ फिल्म चाहिँ घर गएर म एक्सप्लेन गर्छु यहाँ मेरो भ्लगमा आयो भन्न मेरो क्यामेरा बन्यो नि त र म चाहिँ हजुर मेरो भाइ देखाउँछु हेलो मेरो क्यामेरा बन्यो नि त त्यही भएर हामीले चाहिँ खाजा खाना ड्रिङ्क्सहरू खाँदै गाइस अहिले चाहिँ हामीहरू यहाँ भोजनमा आएको छौँ शान्ति कुञ्जमा मालिसा र म बटर नान लिनको लागि हामीहरू चाहिँ बटर नान खाने आज दिदी भएर अनि सिधै बटर नान लिएर चाहिँ घर गएर हजुरहरूसँग फेरि प्लिज गाइस इग्नोर माई मेसी हियर चाहिँ साँझको चाहिँ घर आएर त म त भिडियो लिने बिर्सिन्छु किनभने कति पछि भ्लग गराएको नि त अनि भ्लग गराएको छु भनेर त मैले भोलि गएछु 8 बजीतिर आइपुगेको खाएँ अब छु कौन है यो के भन्छ कहाँ से आया है टुम टुम सो हाई गाइस म चाहिँ अघि नै मनसा घरदेखि आएर म चाहिँ फेरि मम्मीसँग बजार थिएको छु झोला पुगेर बाई बाई सी यू गाइस चरङ्गीको बाटो चाहिँ अहिले यता कति बनाएको छ यहाँ छु घन्टा घुम्थ्यौँ अहिले आएको छु हामीहरू चाहिँ बजार लाग्यो मार्केट किनभने भोलि मेरो साथीहरू पनि आउँदैछ मेरो घरमा अनि पर्सि ग्लास लाग्यो हाई गाइज सो म चाहिँ भरिया भन्छु एउटा झोला त्यहाँ छ अब चाहिँ हामीहरू घर जाने हो भाइ पनि आयो होला अब सिधै भोलि भेटौँला है त साथीहरू मेरो चाहिँ के चाहिँ भएको यो आँखा यस्तो धोयो हिजो राति निन्द्रा नबुझेर नि होला ओभर धोयो अनि मम्मीको चस्मा हाइट च्याटपहरू मैले चाहिँ अबे चाहिँ त्यहाँ के किन्दै हो के दही सही माथि झर्दै छेउ लाग्छ कि मम्मी चल्यो जस्तै हो अगाडिको क्यामेरा बनेको होइन मलाई त मिल्दैन पालेर न बाल हावाले What the hell guys 5 पनि नबज्दै चरङ्गेको यतापट्टि त पुरा खुसीला खात यार यो आगोको पुत्ताको त होइन यता आगो गर्न खान्छ कसले आगो जलाएर स्क्याम हान्ने हामीलाई हेलो गाइज मम्मीको टिकटकको लागि है यो भिडियो चाहिँ साथीहरू हामी आमा छोरीको एग्री बर्ड सागरसे गर्ने कराई गर्ने हाई
गाइस यु नो वाट हर्लिक्स चाहिँ मेरो एकदम फेभरेट हो सानो मैले बोयको कति हर्लिक्स खाएँ अनि ठ्याक्क देखेको क्या मार्केटमा अनि मैले पनि मम्मीले लिएर आउनु पठाएको प्लिज पनि भनेर मैले ल्याएको त्यहाँदेखि चाहिँ मेरो बाल हो बितेका कदमहरुमै गुन्जिन्छन् तिम्रो अनुपस्थितिमा पनि यो शून्यतासँगै मनले गर्छ सम्झना बितेको हरेक पल बन्छ मधुरै धुनकथा अँध्यारो छेउमा गाइस हामीहरू चाहिँ यहाँ चढेको पुलमा मम्मीसँग टिकटक बनाउनु लागेको अब चाहिँ मम्मीको चाहिँ गड आज टिकटक ट्रिप बेसरी म चाहिँ बिहान म त हिजो धेरै के पनि खिच्नु पाएन हामी त रमाइलो हल्ला गर्दै बसेको थियौँ साथीहरूसँग त्यही पाएर गाना सुनाउन प्लिज रातो झेल लगे म ट्रिम गरेर भयो त्यही बल्ल 4 सेकेन्ड भयो नीलो अन्ध्यारोमा मन अलिकति थकित हराएको भावनाले फेरि खोज्यो नजिक दूरबाट सुनिन्छ बिना स्वरका आवाज गाइस टुडे स्याटरडे अनि फेरि मैले सेम भ्लगमै कन्टिन्यू सबै भ्लगहरू एड गरेको छु अनि आज फेरि हामी फुपूहरूलाई पाउन खुवाउनु लागेको छौँ अनि अहिले चाहिँ बिहान रोटी पकाउँदैछ हामीहरू अब एकछिनमा फुपूहरू आउनुहुन्छ अनि अलि छोटो छोटो भएर चाहिँ म राख्छु यो ममताले बनाएको मम्मीले हो बनाउँदै हुनुहुन्छ मैले अहिले बनाउँछु अहिले सही दोस्रो अन्तरा रातको निरवता चाहिँ आजै तातो लाग्छ कसैलाई नभनेका शब्दहरू जग्छ बितेका कदमहरू मनमै गुन्जिन्छन् तिम्रो अनुपस्थितिमा पनि भावहरू रुन्छन् यो शून्यतासँगै मनले गर्छ सम्झना बितेको हरेक पल बन्छ मधुरै धुनकथा अँध्यारो छेउमा तिमी नै उज्यालो हुन त टाढा छौ तर महसुस सधैँ नजिकै हालो हाई गाइस टुडे इज द सन्डे मेरो चाहिँ यो विकली भ्लग हो नि त त्यही भएर आज चाहिँ फेरि म मम्मी र भाइसँग चाहिँ फिल्म हेर्नु जानु लागेको मन बिनाको धन ठुलो भनेर सो हामीलाई चाहिँ एकदम मजा भइसकेको छ 11:15 को 11:21 भइसक्यो तर 30 मा स्टार्ट हुन्छ शीतल हावा चल्दा मन पनि सन्चै दूर कतै हरायो तिम्रो नामको रस्तै सानो बाटोमै छाया झै तिमी धडकनले भन्छ अझै माया छ नि यो धुनमा तिमी मिसिएकी जस्तो मन रातमा हाई गाइस मन बिनाको धन्डुलो पनि हेऱ्यो फाइनल्ली अनि
ठिकै छ राम्रै छ होइन तर के भएको भन्दा भन्न को भन्दाखेरि उहाँ ओएमजी हजुर फिल्म स्टार्ट भएदेखि एकछिन पछि त सुतेको रिस मात्र उठिरहेको छ मलाई त अब त्यो आउँदैन तिमीहरूसँग फिल्म हेर्न अब कसले फेरि फिल्म हेर्न जाऊँ भनेको अन्त आफैहरू फेरि फिल्म हेर्न के हेर्न हामीहरू चाहिँ मेरो रुम मेरो डगीलाई लुगाइ नआएको बाटबाट नि अगाडितिर हेलो नमस्ते झोलले अनि वेलकम ब्याक टु माई च्यानल अनि मेरो भाइ हाई गाइज आज चाहिँ मन्डे हो अनि आज चाहिँ म ऋतुकोमा जानु लागेको खाना खानुको लागि खाना खान बोलाउनु भएको छ आन्टी ऋतुहरूले सो आज चाहिँ धेरै रमाइलो गर्ने छ धेरै बस्ने हो आज फेरि धेरै तास खेल्ने हो सो आई विल टेक यु गाइज अलङ विथ मी किप अन वाचिङ म च्यानल देखाउँदै हो बाइकहरू म चाहिँ रेडी भएर छिट्टै निस्केर चाहिँ म यहाँ चाहिँ मणिकाम टोकमा आइसकेको छु अब चाहिँ म ऋतुको घर छु ल हाई साथीभाइहरू म चाहिँ आएर ड्रेस नि चेन्ज गरिसकेँ मेरो गाइजहरू यही बाहिर हल्ला गर्दै बसेको छ यहाँ हुनुहुन्छ मुना यहाँ हुनुहुन्छ अमिसा यहाँ हुनुहुन्छ ऋतु यहाँ हुनुहुन्छ सचिन यहाँ हुनुहुन्छ अंशु र क्रिस्टिना कता देखिया भाइ सानो तिमीले सचिन चाहिँ अब जाँदैछ नि त त्यही भएर नरोक कि छ्या के साह्रो रोको हो छ्या छोड्नु जाँदाखेरि बोलाऊ हाई भन्या नमस्ते भन् ल कि काटे ल स्टार्ट ल स्टार्ट नमस्ते दिदी भन् होइन नो ड्रिङ्क्स ल ल सबै मेरो गाइजहरू सबै मेरो भागमा तर नाम मेरो यिनीहरूले खान्छन् अहिले हो कि होइन हो साथीभाइहरू हामी तास खेल्नु लाग्यो रमाइलो म चाहिँ हारेँ होइन मेरो चाहिँ 460-560 दिदीको माला भागहरूमा पैसा कति धेरै लखाने अलिकति थकित हराएको भावनाले फेरि खोज्यो नजिक दूरबाट सुनिन्छ बिना स्वरका आवाज जसरी सम्झनाले मनमा छोड्छ चस्मना जब धुनले बगाउँछ नबोलेका सब कुरा मन्द हावामा तिम्रो छायाले गर्छन् र आँखा बन्द गर्दा अझै महसुस हुन्छ तिमी बिना पनि मुटु तिमीमै अडिन्छ दोस्रो अन्तरा रातको निरवता चाहिँ आजै तातो लाग्छ कसैलाई नभनेका शब्दहरू जग्छ बितेका कदमहरू मनमै गुन्जिन्छन् तिम्रो अनुपस्थितिमा पनि भावहरू रुन्छन् यो शून्यतासँगै मनले गर्छ सम्झना बितेको हरेक पल बन्छ मधुरे धुन कथा अँध्यारो छेउमा तिमी नै उज्यालो हुन Good morning guys, ini Rizky dan Mas Abdullah.
मेरो भिडियो चाहिँ विकली भ्लग थियो सो एकदमै सबै सर्ट क्लिपहरू चाहिँ मैले एड गरेको छु लाइक सबै मेमोरिजहरू क्रिएट गरेर चाहिँ थोरै भए पनि सम्झनाको लागि चाहिँ मैले राखिरहेको छु भ्लगमा सो हेरिदिनु भयो होला अन्तिमसम्म हेरिदिनु भएको धेरै धन्यवाद हजुरहरूलाई अनि यो भिडियोको एन्डिङ गर्नु आएको म चाहिँ अब चाहिँ मेरो क्यामेरा बन्यो म चाहिँ धेरै जस्तो मोमेन्टहरू चाहिँ क्याप्चर गर्न ट्राई गर्छु सो थ्याङ्क यू so much for watching till the end. Bye bye.